कुरा हो, यो हाम्रो घरको कुरा हो, घरासी कुरा हो कि हो, पर्सनली कुराहरू नगर्नु। त्यसो भए होइन शर्मिलाजीले म एउटा कुरा ठ्याक्कै हजुरको सानो नानी छन् कति क्युटी होइन परी जस्तै क्युटी छिन् तर ठ्याक्कै फेस चाहिँ एकदम हो ठ्याक्कै हाम्रो कहाँ कहाँ म्याच गरेको जस्तो लाग्छ होइन के कुरा सही हो हजुरको एउटा यस्तो क्युट छोरी छ कि परी जस्तो छोरी छ होइन कोही कोहीसँग तपाईँको छोरीको फेसको म्याच गरे जस्तो लाग्छ कि यो सही होला कसरी कसरी कोसँग भन्नुस् त होइन तर नहुन पनि सक्छ हुन पनि सक्छ तर हाम्रो एकजना सरसँग ठ्याक्कै म्याच गरेको जस्तो लाग्छ कि अब हजुरले बुझ्नुहोस् न अब त्यो कुराहरू नगर्नु त्यस्तो कुराहरू गर्नु हुँदैन त्यो कुराहरू नगर्नु त्यो होइन त्यो तर होइन मलाई एकदम होइन रेस्पेक्ट गर्नुपर्छ नानी ठुलो भइसक्यो नानीको विषयमा यस्तो धेरै कुराहरू ल्याउनु पनि हुँदैन किनकि नानीलाई हामीले अब कसरी ल्याएको भनेर त्यो ग्यारेन्टी हस्पिटलमा सोच्नु होला तपाईहरु गएर बालाजु चौकीमा गएर सोध्नु होला मैले कसरी ल्याएको थियो कसरी हुर्काएको थियो भनेर सोच्नु होला के तपाईहरु गएर सोध्नु त्यसो भए शर्मिलाजी सिंगल मदर हुनुहुन्छ शर्मिलाजी सिंगल मदर हैन मैले कुनै पनि कुराहरू लुकाएर चाहिँ लुकिदैन के मेरो चाहिँ आउँछ के सबै कुराहरू आउँछ तपाईहरु गएर सम्बन्धित ठाउँमा गएर सोध्नु न अब चाहिँ नानी ठुलो भइसक्यो नानीलाई पनि गाह्रो हुन्छ हेर्नुस् हैन मान्छेले एउटा सालनाल गरेर मान्छेले पालेपछि त्यो अनुहार चाहिँ मिल्दो जिल्दो हुँदो रहेछ के मेरो मात्रै हैन धेरै मान्छेहरुको त्यस्तो देखेको छु मैले त्यही भएर मैले एउटा सहारा नभएको बच्चालाई एउटा बेवारिसी बच्चालाई मैले आफ्नो छोरी मान्नु मैले काखमा ल्याउनु मैले राम्रो स्कुल पढाउनु मैले राम्रो संस्कार सिकाउनु मेरो गलत हो भने म गलतको भागीदार हुन तयार छु एकदम शर्मिलाजी त्यसो भए तपाई सिंगल मदर हुनुहुन्छ मैले अहिलेसम्म बेबी कुनै बे गर्नु भएको छैन अब हामीले शर्मिलाजीको बे कोसँग देख्न पाउँछौ कहिले देख्न पाउँछौ कहिले खान पाउँछौ त तपाईको बे कहिले हामी तपाईको बेमा हामी नाच्न पाउँछौ त मैले बिहे गरेको दिनमा त 1 महिनासम्म त न्युजहरुले नि न्युज हालेर हैरान बनाउँछ होला तपाईलाई थाहा नै छ है मेरो सानो कुराले पनि मेरो सानो कुराहरु आयो भने कति ठूलो इस्यु बनाउँछ त्यो कुरा हजुरहरुलाई राम्रोसँग थाहा पनि छ तपाईले कोही मनमा रोज्नु भएको छैन कोही केटा अहिलेसम्म मन पराउने वाउ मेरो जीवनमा यो केटा चाहिँ सही छ भन्ने तपाईले लाग्दैन तपाईको जीवनमा होला नि छन्द छ त्यस्तो अब त्यो कुरा नगरम त्यो मरिसक्यो मेरो लागि अब हिजै भन्छ कस्तो हट्टा कट्टा झ्याक मलाई हिजो भनिसक्यो मेरो लागि या फेरि को फेरि म छ त अरे मेरो लागि त मरिस भनेर हिजो भनेको छ के त्यसले मलाई म त्यसलाई चाहिँ मरेको भन्दिन म उसको आयु घटाउन पनि चाहदिन मनमा राखेको मान्छे हो म सकेसम्म उसको बदनाम पनि गर्दिन सकेसम्म म उलाई अझै पनि राम्रै सोच्छु अझ पनि राम्रै गर्छु तर उसको उले हिजो बोलेको शब्दहरुले चाहिँ मलाई एकदमै आक्रोश आएको छ के तपाई अहिले पनि अब सिंगल हुनुहुन्छ तपाईले पनि आफ्नो बाटो रोज्न सक्नुहुन्छ तपाई पनि यङ हट्टा कट्टा झ्वाक केटाहरुसँग तपाईले लभ पार्न सक्नुहुन्छ कोही होला नि त त्यो पछाडीको कुनै अप्सन रोज्नु भएको होला नि त शर्मिलाजी पागल हो के यसैकोसँग के बोलिहाल्यो हैन मेरो भाइ हो बिचारा त्यस्तो हैन शर्मिलाजी जस्तै तपाई उहाँ बिना बात नै नसक्ने त हुनुहुन्न पनि होला पक्कै पनि अब शर्मिलाजीले मसँग बिहे गर्नु भनेपछि त हजारौं केटाको लाइन लाग्छ यस्तो हुन्छ मान्छे भनेको विश्वासमा हिँड्नु पर्छ